बाहिर यहाँ दिल्लीहरूको अवस्था यस्तो हुन्छ है अब अल राइट नमस्ते एन्ड जय नेपाल जय युए म चाहिँ आज डाबी सिटीको चाहिँ एउटा कर्नेस एरिया भने तपाईँको यहाँको लाइक एक्सर्साइज गर्ने रनिङ गर्ने एक्टिभिटिज गर्ने मर्निङ वक इभिनिङ वक गर्ने ठाउँ चाहिँ कस्तो छ हैन के छ भनेर तपाईँले चाहिँ मैले आजको मेरो चाहिँ भ्लगिङ अब यहाँ मिनाबाट मरिना मलसम्म हुने गएको छ हैन तपाईले यो परको देख्नुहुन्छ जुन यो अलिअलि धुवा आउँदै गरेको यो चाहिँ के भने तपाईको यहाँको अबुधाबीको चाहिँ ठुलो फिस मार्केट भनेर चाहिँ चिन्ने गर्छ यो पर धुवादेखि लिएर जति पनि सी फुडहरू छ त्यहाँबाट चाहिँ बिक्री हुन्छ र त्यहाँ होटलहरू पनि छ त्यहाँ बारबिक्यू माछाको फिस बारबिक्यूदेखि लिएर विभिन्न सी फुडहरूको त्यहाँ चाहिँ बारबिक्यूलाई अन्य परिकारहरू चाहिँ बनाएर उनीहरूले बेच्ने गर्छ सो यतापट्टि कस्तो मजाले चाहिँ सनसेट भइरहेको अवस्था छ हैन थोरै यता माथितिर आउनुहोस् ओके सो यता माथितिर चाहिँ मिना एरिया हो हैन मिना एरिया भएको कारणले गर्दाखेरि अब तपाईँ एरियाबाट हुन्छ भाग्ने दौडिने एक्सर्साइज गर्ने आफूलाई फिट राख्ने अवस्था के छ हैन कस्तो छ र अहिलेको यो अवस्था समरमा चाहिँ कस्तो के छ भनेर चाहिँ म खासै आज यो कर्नेसको चाहिँ यो भ्लगिङहरू चाहिँ समावेश गर्दै रहेछु कर्नेस मिना टु तपाईँको मिना टु मरिना मलसम्मको चाहिँ मेरो आजको यो बेलुकाको भ्लगिङ हुनु गइरहेको छ सो मान्छेहरू चाहिँ अब इभिनिङ वक गर्ने अवस्था साथसाथै अब बिस्तारै अब सनसेट पनि हुँदै गरेको अवस्था अब घाम डुब्नु लागिरहेछ अलमोस्ट अब के हो अब यता पल्लोपट्टि यो समुद्र छ बिरालोहरूको चाहिँ अहिले चाहिँ गर्मीले गर्दा राम्रो व्यवस्था हुन्छ अब दृश्य देखिरहनु सक्नु भएको छ सो त्यही सिलसिलामा अब अहिले चाहिँ घाम पनि अब लगभग अस्ताउनु लागिरहेको छ हेर्नु सक्नुहुन्छ मजा सनसेट भइसके पछाडि क्लोज हुन्छ यहाँको चाहिँ अबुधाबी नाइट बिचमा चाहिँ अब हल्का फेरि भिडभाड बढ्नु थालेछ त्यो हेरिहाल्नुहोस्
यो चाहिँ अब यहाँको बाहिरको क्याफेटेरियाहरू होइन, सानोतिनो तपाईँको जुस पसलहरूको अवस्था बेलुकाको चाहिँ यस्तो छ। यो कर्नेसतिर सबै कर्नेस एरिया है। हजुर किन्नुहोस्, फेरि लाइटिङ साइटिङ र झपक्क चाहिँ आजको डेस्टिनेसन कर्नेज ब्लगिङ मिना टु मरिना मलको चाहिँ इन्डिङ यही मरिना मलको यो वाटर फाउन्टेन भन्ने ठाउँमा चाहिँ वाटर फाउन्टेन एरियामा चाहिँ आएर मैले इन्डिङ गर्न गइरहेको छु। हेर्नुहोस् यो वाटर फाउन्टेन यस्तो मजाको छ कि तपाईँको लाइटिङ यस्तो दामी गरिरहेको छ। हेर्नुहोस् न, टाइममा चाहिँ तपाईँको लाइटिङहरू चेन्ज गर्ने यताउति सबै दुनियाँदारी दामी गरी चाहिँ बनाएको रहेछ। जय युए।